र तपाईँले यसरी ट्याब दाबेर आफ्नो साइडमा आफ्नो अपोनेन्ट टिमहरूको लोकेसन पनि हेर्न सक्नुहुन्छ इजिली। सो यो वाट्सएप वेलकम टु द संस्कार प्राइस। सो आज मैले तपाईँहरूको ल्याइरहेको छु टप 5 बेस्ट पिभिभी मोड, जुन तपाईँ आफ्नो पिभिभी गर्दाखेरि आफ्नो पिभिकल स्किललाई इम्प्रुभ गर्नको लागि युज गर्न सक्नुहुन्छ। र नम्बर 5 वाला मोड एकदमै इम्पोर्टेन्ट हुन्छ तपाईँको पिभिपी स्किललाई इम्प्रुभ गर्नलाई। सो नम्बर 5 मोड चाहिँ एकदमै स्पेसल मोड हो, सो त्यसलाई चाहिँ हल्का ध्यान दिएर हेर्नु होला। र हाम्रो नम्बर 1मा मोड रहेको छ फ्री क्याम्प मोड। सो फ्री क्याम्प मोड एउटा यस्तो मोड हो जसको मद्दतले तपाईँ आफ्नो सर्भरमा आफ्नो साथीहरूको आफ्नो अपोनेन्ट टिमहरूको बेसहरू फाइन्ड गर्न सक्नुहुन्छ इजिली अन्डरग्राउन्ड गएर। तपाईँले F4 दाब्नु, यो मोड लगाइसकेपछि F4 दाबेपछि यो मोडबाट एउटा तपाईँको प्लेयर चाहिँ गेमभित्रै रहनेछ र तपाईँको प्लेयरले चाहिँ यताउता हेर्न सक्छ। जस्तै तपाईँ भिडियोमा हेर्न सक्नुहुन्छ, तपाईँ अन्डरग्राउन्ड गएर बेसहरू फाइन्ड गर्न सक्नुहुन्छ इजिली। र यो मोड एकदम युजफुल मोड हो र पपुलर मोड पनि हो। सो हाम्रो सेकेन्ड मोडको नाम हो हार्ड इन्डिकेटर, र यो एकदमै युजफुल हुन्छ पिभिपी मोड। पिभिपी गर्ने मान्छेहरूले तपाईँ हेर्न सक्नुहुन्छ मेरो टाउको माथि मेरो हार्डबार र यो गाईको पनि हेर्न सक्नुहुन्छ। र पिभिपी गर्दाखेरि एकदमै युज हुन्छ यो मोड तपाईँहरू आफ्नो अपोनेन्ट टिमको हार्ट हेर्न सक्नुहुन्छ। सो गाइज हाम्रो सेकेन्ड मोड रहेको छ माउस ट्विक्स मोड, र यो मोडको मैले एउटा छुट्टै नै भिडियो पनि बनाइसकेको छु। सो कसले त्यो भिडियो हेर्नु भएन, यो मोड चाहिन्छ भने त्यो भिडियोमा डाइरेक्ट डिस्क्रिप्सन बक्समा लिङ्क दिएको छ, त्यहाँ गएर डाउनलोड गर्न सक्नुहुन्छ। र यो मोड पनि एकदमै इम्पोर्टेन्ट मोड हो पिभिपी युजर्सहरूको लागि। सो हाम्रो 4th मोड रहेको छ पोर्सन काउन्टर, र यो मोडले बेसिकली तपाईँको इन्भेन्टरीमा भएको पोर्सनहरू काउन्ट गरेर तपाईँको साइडको स्क्रिनमा देखाउँछ। जस्तै कि तपाईँ स्क्रिनमा देख्न सक्नुहुन्छ, पोर्सन राख्ने बित्तिकै त्यहाँ साइडमा स्क्रिनमा पोर्सन कतिवटा छ भनेर देखाइरहेछ। सो तपाईँ यो पोर्सन काउन्टरको सेटिङमा गएर पोर्सनलाई इनेबल डिसेबल गर्न सक्नुहुन्छ, र यसको पोर्सनको प्लेस पनि ठाउँहरू पनि चेन्ज गर्न सक्नुहुन्छ। सो बेसिकली यो पोर्सनको पोजिसनहरू अब चेन्ज भइसकेको छ। अघि नै लेफ्ट साइडमा थियो भने अहिले राइट साइडमा चाहिँ इजिली, र यो पोर्सन काउन्टरको काम यति मात्रै हो। हाम्रो 5th मोड रहेको छ बेटर पिभी मोड, र यो मोड एकदमै बेस्ट मोड हो। यसमा तपाईँ आफ्नो होम सेट गर्न सक्नुहुन्छ, र होम सेट गरेर तपाईँको घर कहिले पनि हराउने छैन। एउटा सर्भाइभल वर्ल्ड खेल्नको लागि पनि भयो, र यो पिभी गर्नलाई पनि एकदमै इम्पोर्टेन्ट मोड छ। सर्भरहरूमा खेल्दाखेरि एकदमै युजफुल हो। अब जस्तो तपाईँ मर्नुभयो कतै मर्नुभयो भने तपाईँले यसबाट आफ्नो लोकेसन थाहा पाउन सक्नुहुन्छ, र यो मोड सर्भरहरूमा खेल्नलाई पनि एकदमै धेरै युजफुल छ। अब जस्तै तपाईँ कुनै सर्भरमा खेलिरहनु भएको छ र तपाईँहरूलाई आफ्नो प्लेयरहरू हेर्नु छ, तपाईँ साइडमा देख्न सक्नुहुन्छ यो मिनी म्याप, यसलाई तपाईँ जुम पनि गर्न सक्नुहुन्छ जेड दाबेर सिम्पली। र तपाईँले यसरी ट्याब दाबेर आफ्नो साइडमा आफ्नो अपोनेन्ट टिमहरूको लोकेसन पनि हेर्न सक्नुहुन्छ इजिली। यो मोड अहिलेसम्मको बेस्ट मोड हो। सो प्लिज यो मोड चाहिँ एकचोटि ट्राई गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।